नमस्कार साथीहरू, कान्छे टेल्सको यो अर्को कथा श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत छ। मसँग एउटा पपेट छ, अर्थात् कठपुतली। मेरो हातमा भएको यो उनीको पुतलीले हप्ताभरि मसँग निकै गुनासो गर्यो कि उसले कथा सुनाउन पाएन। आज ऊ आफैले कथा सुनाउने रे। ए छोड्नुस् न, मलाई खासमा यो डोरीहरू पटक्कै मन पर्दैन के। म पनि तपाईँ र अरू जस्तै स्वतन्त्र हुन चाहन्छु। दाउरे र चन्दनको बगैँचा धेरै वर्ष अघिको कुरा हो। एकादेशमा एकजना प्रकृति प्रेमी राजा थिए। उनलाई फुर्सदको समयमा वन जङ्गलमा गएर जङ्गलको प्राकृतिक वातावरणमा रमाउन निकै मन पर्थ्यो। एकपटक गर्मीको चर्को र कडा मौसम थियो। सूर्यको रापले पृथ्वी जलिरहेझै लाग्थ्यो। राजा आफ्ना सैनिकहरूका साथ जङ्गलमा विचरण गर्न निस्किए। जङ्गलको बीचमा एउटा सुन्दर हरिण कुदिरहेको देखेपछि राजा त्यसैमा बोले। हरिणको तीव्र वेग पछ्याउँदै जाँदा राजा कति बेला आफ्ना सैनिकहरूभन्दा धेरै टाढा पुगे र जङ्गलको अपरिचित बाटोमा हराए उनले पत्तै पाएनन्। दिउँसोको चर्को घाम टाउको माथि आइपुगेको थियो। राजाको तिर्खाले ओठमुख र घाँटी सुकेर काठ भइसकेको थियो। तिर्खाको छटपटीमा पानी खोज्दै भौतारी रहँदा उनले वनको एक छेउमा काठ काटिरहेको एउटा गरिब दाउरेलाई देखे। राजाले अत्यन्तै विनम्र र थाकेको स्वरमा भने, भाइ, मलाई ज्यादै तिर्खा लागेको छ, मलाई अलिकति पानी पिउन देऊ न र यहाँबाट बाहिर निस्कने बाटो पनि देखाइदेऊ। त्यस गरिब दाउरेले राजाको भव्य पहिरन, वेशभूषा र प्रभावशाली व्यक्तित्व देख्ने बित्तिकै चिनिहाल्यो। यी त साधारण मानिस नभई हाम्रै महाराज हुन्। उसले तुरुन्तै राजाका लागि शीतल पानीको व्यवस्था गर्यो र तिर्खा मेटाइदियो। पानी पिलाइसकेपछि उसले राजालाई जङ्गलबाट बाहिर निस्किने सही र सुरक्षित बाटो पनि देखाइदियो। आफ्नो ज्यान जोगिएको महसुस गर्दै राजा अत्यन्तै प्रसन्न र आभारी भए। उनले दाउरेलाई धन्यवाद दिँदै भने, तिमीले आज मलाई ठुलो उपकार गर्यो। तिमी राजधानीमा मलाई भेट्न आऊ। म तिम्रो लागि एउटा विशेष र अमूल्य उपहार तयार राख्नेछु। राजाको यस्तो कृपालु वचन सुनेर दाउरेले हात जोडेर प्रणाम गर्यो र राजा आफ्नो राजधानीतर्फ लागे। साँझ घर फर्किएपछि दाउरेले आफ्नो कुटीमा पत्नीलाई यो सबै वृत्तान्त सुनाए। उसले निकै गर्वका साथ भन्यो, आज त मैले जङ्गलमा साक्षात् महाराजलाई तिर्खा लाग्दा पानी पिलाएर सहयोग गरेँ। उहाँले मलाई दरबारमा आमन्त्रण गर्नुभएको छ। यो सुनेर उसकी पत्नी खुसी भइन् र भनिन्, यस्तो ठुलो सौभाग्य मिल्दा पनि किन ढिला गर्ने, भोलि नै दरबार जानुहोस्। पत्नीको सल्लाह मान्दै भोलिपल्ट बिहानै दाउरे राजधानीतर्फ प्रस्थान गर्यो। राजमहलको ढोकामा पुगेर उसले सैनिकहरूलाई राजासँग भेट्ने इच्छा व्यक्त गर्यो र खबर भित्र पुग्यो। राजाले उसलाई दरबारमा बोलाए, तर जब राजाले दाउरेलाई देखे उनको मनमा अनेक विचार खेल्न थाले। दाउरेका फाटेका पुराना लुगा र गरिबीले थिचिएको अनुहार देखेपछि राजा सोच्न थाले, यसलाई यस्तो के उपहार दिउँ जसले यसको जीवन सधैँका लागि सुखमय बनोस्। अचानक राजाको मनमा एउटा सुन्दर विचार आए। राजासँग बहुमूल्य र सुगन्धित चन्दनका रुखहरूले भरिएको एउटा विशाल र भव्य चन्दनको बगैँचा थियो। राजाले सोचे, यो मानिस काठकै काम गर्ने भएकाले यसलाई रुखको महत्त्व र बुझाइ त अवश्य होला। राजाले चन्दनको बगैँचाको नै त्यस दाउरेको नाममा गरिदिएको लाल पूर्जा एक सैनिक मार्फत पठाए। दाउरे त खुसीले गदगद र फुरुङ्ग भयो। उसले सोच्यो, ओहो, महाराजले त मलाई साक्षात् धनको खानी नै दिनुभएछ। ऊ उफ्रिँदै घर पुग्यो र पत्नीलाई यो खुसीको खबर सुनाए। तर त्यस गरिब दाउरेलाई चन्दनको साँचो मूल्य र महत्त्व थाहा थिएन। उसका लागि त संसारका सबै रुख दाउरा मात्र थिए। उसले सोच्न थाल्यो, यी रुखहरू काटेर कोइला बनाएर बेचे त धेरै सजिलै घर खर्च चल्छ। त्यस दिनदेखि उसले चन्दनको बगैँचाबाट दिनहुँ एउटा रुख काट्न थाल्यो। ती अमूल्य सुगन्धित काठहरूलाई जलाएर कोइला बनाउँथ्यो र बजारमा लगेर थोरै पैसामा बेच्थ्यो। यसरी आउने थोरै पैसाले उसको परिवारको जीवन पहिलेभन्दा अलि सहज र राम्रो त भए, तर उसले अमूल्य सम्पत्ति कौडीको भावमा गुमाउँदै थियो। यसरी वर्षौं बित्यो। दिनदिनै एउटा एउटा रुख काटिँदै जाँदा त्यो सुन्दर हरियो र सुगन्धित चन्दनको बगैँचा बिस्तारै उजाड हुँदै गयो। अन्ततः सिङ्गो बगैँचा एउटा उजाड मैदानमा परिणत भयो, जहाँ गन्तीका केही रुखहरू मात्र बाँकी थिए। लामो समयपछि एक दिन राजालाई अचानक त्यस दाउरे र आफूले उपहार दिएको बगैँचाको सम्झना आयो। उनले सोचे, मैले दिएको त्यो चन्दनको बगैँचा त अहिले झन् कति सुन्दर र हराभरा भइसक्यो होला, एकपटक हेर्न जानुपर्छ।
जब राजा बगैँचामा पुगे त्यहाँको दृश्य देखेर उनी स्तब्ध र दुखी भए। जहाँ कहिल्यै सुगन्धित चन्दनको घना वन लहराउँथ्यो त्यहाँ आज एउटा सुक्खा उजाड मैदान मात्र बाँकी थियो। केवल केही थान रुखहरू मात्र ढल्न लागे झैँ उभिएका थिए। राजाले तुरन्तै दाउरेलाई बोलाउन पठाए र अत्यन्तै दुखी हुँदै सोधे, भाइ यो तिमीले के गर्यो? यो सुन्दर बगैँचालाई किन यस्तो उजाड बनायो? दाउरेले निकै सरल र गर्विलो स्वरमा उत्तर दियो, महाराज तपाईँकै असीम कृपाले त आज मेरो घर सहजै चल्न थालेको छ। हामी पहिले भन्दा धेरै राम्रो जीवन बिताइरहेका छौँ। मैले ती रुखहरू काटेर कोइला बनाएँ र बजारमा बेचेर गुजारा चलाएँ। यति धेरै रुखहरू मलाई दिनुभएकोमा म धेरै खुसी छु। राजाले सबै कुरा बुझिहाले। दाउरेले चन्दनको मूल्य नै बुझेन र दाउरा सम्झेर त्यसलाई जलाएर खरानी बनाइदियो। तर राजाले उसलाई गाली गरेनन्, न त रिस नै देखाए। बरु राजाले भुइँबाट एउटा सानो चन्दनको काठको टुक्रा उठाए र दाउरेको हातमा दिँदै भने, भाइ तिमी एकपटक यो सानो टुक्रा बोकेर बजार जाऊ र यसलाई नचलाइकन जस्ताको तस्तै बेचेर आऊ। यसको कति पैसा आउँछ हेरौँ। दाउरे राजाको कुरा मान्दै बजारतिर लाग्यो। जब उसले बजारका ठुला व्यापारीहरूलाई त्यो चन्दनको सानो टुक्रा देखायो, व्यापारीहरूले त्यसको असाध्यै धेरै मूल्य प्रस्ताव गरे। त्यो सानो टुक्राको मूल्य उसले वर्षौंसम्म बेचेको कोइला र दाउराको कुल मूल्यभन्दा पनि कयौं गुणा बढी थियो। त्यस क्षण दाउरेका आँखा अचानक बिउजिए झैँ खुले। उसलाई आफ्नो जीवनको सबैभन्दा ठुलो भूल र अज्ञानताको बोध भयो। ऊ पश्चातापले पग्लिँदै दौडेर राजा कहाँ फर्कियो र उनका खुट्टामा लम्पसार परेर रुँदै भन्न थाल्यो, महाराज मलाई क्षमा गर्नुहोस्, म महामूर्ख रहेछु। तपाईँले त मलाई अमूल्य धनको खजाना दिनुभएको रहेछ, तर मैले त यसलाई दाउरा सम्झेर आफ्नै हातले जलाएर नष्ट गरेँ। त्यसपछि दाउरेले बाँकी भएका चन्दनका केही रुखहरूलाई राम्रो स्याहार गर्यो र अनि पहिले जस्तै त्यो बगैँचा हराभरा बनाए। त्यस दिनदेखि त्यहाँ रुख ढल्न छोडे, आगो बल्न छोडे र कोइलाका पसलहरू बन्द भए। बरु त्यहाँ निकै सुन्दर जडीबुटी र चन्दनको पसल खुले। प्रिय पाठकवृन्द, यो कथा केवल राजा, दाउरे र चन्दनको बगैँचाको मात्र होइन। यो त हामी प्रत्येक मानिसको आफ्नै जीवनको ऐना हो। त्यो चन्दनको बगैँचा भनेको ईश्वरले हामीलाई दिनुभएको हाम्रो यो अमूल्य शरीर हो र त्यस बगैँचामा सुगन्ध फैलाउने चन्दनका रुखहरू हाम्रा एक एक श्वास हुन्, जुन हरेक पल भित्र आउँछन् र बाहिर जान्छन्। हामीले यो मानव चोला निकै ठुलो भाग्य र आशीर्वादले प्राप्त गरेका हौँ, तर विडम्बना हामी यो अमूल्य जीवनलाई रिस, लोभ, ईर्ष्या, चिन्ता, घृणा र व्यर्थका नकारात्मक कुराहरूमा अल्मल्याएर कोइला झैँ जलाइरहेका हुन्छौँ। हामी प्रत्येक दिन आफ्ना अमूल्य पलहरू गुमाइरहेका हुन्छौँ, तर यसको मूल्य बुझ्दैनौँ। त्यसैले साथीहरू, आफ्नो यो शरीर र श्वासलाई आदर गरौँ। यो नै हाम्रो साँचो चन्दनको बगैँचा हो। बाँकी रहेको हरेक क्षणलाई प्रेम र सत्कर्ममा लगाऊ। आफ्ना आफन्त र प्रियजनहरूलाई निस्वार्थ प्रेम बाँधौँ। निराशाको कुहिरोभन्दा आशाको उज्यालो रोजौँ, किनकि जीवनको यो चन्दनवन आफूलाई रिस रागमा जलाएर कोइला बनाउनका लागि होइन, बरु सत्कर्मको सुगन्धले संसारलाई बास्नादार बनाउनका लागि दिइएको हो। आजैदेखि यसरी बाँचौँ कि यहाँबाट बिदा हुँदा पनि हाम्रो सत्कर्मको सुगन्ध यो धरतीमा सधैँ बसिरहोस् र अरूका लागि प्रेरणा बनोस्। साथीहरू, यति भन्दै म भने बिदा हुन चाहन्छु। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। कथा सकियो। धन्यवाद। कान्छी टेल्स चित्र र कथाहरू, हरेक चित्रभित्र एउटा कथा। हाम्रो कार्यक्रम अन्तिमसम्म हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँलाई यस्तै खालका नीति कथा, लोककथा, दन्ते कथा वा परी कथाहरू मनपर्छन् भने हाम्रो च्यानल सब्सक्राइब गरी हाम्रा चित्र र कथाहरूको श्रव्य दृश्य सामग्रीलाई साथीहरूसँग सेयर गर्न पनि सक्नुहुनेछ। त्यसबाहेक कहिलेकाहीँ हामी अन्य रोचक र जानकारीमूलक सामग्रीहरू पनि पोस्ट गर्नेछौँ। अर्को हप्ता नयाँ र रोचक कथासहित फेरि भेटौँला। त्यतिन्जेलसम्म रमाइरहनुहोस्, पढिरहनुहोस्, सिकिरहनुहोस् अनि खुसी रहनुहोस्।